जुन फिनिसिङ र जुन कर्नर पाएको छ नेपालले र सुनिल बल गएका छन् कर्नर प्रहारका लागि। नेपाली टिमको पासिङ कम्प्लिट हुन सकेको छैन। सुनिल बल कर्नर प्रहारका लागि उनको प्रहार हेड गर्ने र गोल गर्न सफल भएका छन्। अञ्जन विष्टले नेपाली टिमको खाता खोलेका छन्। अन्ततः 33औं मिनेटमा वाट गोल सुनिल बल र अन्ततः हामी फेरि हेर्न सक्छौं सुनिल बलको कर्नर थियो र अञ्जन विष्ट फ्री थिए दिवसभित्र र हेड अरू प्लेयर मुभ गर्न नपाउने नियम रहेकाले अरू प्लेयर मुभ भएका थिए, त्यसैले फेरि प्रहार गर्न यहाँ निर्देशन दिएका छन् म्याच रेफ्रीले र अञ्जन विष्ट फेरि एकपटक र गोल गर्न सफल भएका छन्। दोस्रो एटेम्पमा पनि गोल गर्न सफल भएका छन् अञ्जन विष्ट र नाटक हामीले झझलको साफ च्याम्पियनशिप जुन काठमाडौँमा भएको छ। अफगानिस्तानले क्याप्टेन रमिन रसुली छन्, उनले पास दिएका छन् अब्दुल रशिदलाई। सुलेमान शाह आत्मघाती गोल गर्न पुगेको छ। बचाउन चाहन्छु यसलाई। आत्मघाती गोल गर्न पुगेको छ नेपाल। चरप गरिरहेका छन् टिमका लागि। सुनिल बलको प्रहार राम्रो प्रहार गोल गर्न सफल भएका छन्। निकै उत्कृष्ट प्रहार सुनिल बलको उत्कृष्ट फ्री किक प्रहार गरेर नेपाललाई पुनः 2 गोलको अग्रता दिलाएका छन्। नेपालले 3-1 को अग्रता लिएको छ। उत्कृष्ट फ्री किक सुनिल बलको। पोसेसन भने अफगानिस्तानकै पक्षमा रहेको छ। सुलेमान शाह गोल गर्न सफल भएको छ अफगानिस्तान। दोस्रो गोल र अग्रता छुटाएको छ। 3-2 मा हारेको छ अफगानिस्तानले स्कोर।